नमस्कार, कृति समाचारमा स्वागत छ। म मौसमी कार्की। समाचार सुरु गर्नुभन्दा पहिला मुख्य खबरहरू। धरानसोर नौलो बस्तीमा अस्थायी प्रहरी चौकी निर्माणको काम सुचारू। सुरक्षाको संवेदनशील सो क्षेत्रमा अस्थायी प्रहरी चौकी निर्माण सुरु भएसँगै स्थानीयहरू हर्षित। अब निजी र सामुदायिक विद्यालयमा 2 वर्षे ECT अनिवार्य। प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले पूर्व प्राथमिक शिक्षालाई 2 वर्षे अवधिभन्दा बढाउन नपाइने सहमतिसहित नयाँ मापदण्ड तय। 1% बढ्यो शेयर बजार, बैंकिङमा आकर्षण। कोशी प्रदेशको पर्यटन प्रवर्धनका लागि देशका विभिन्न शहरमा रोड शो। देशभरिका नागरिकलाई कोशी प्रदेशका पर्यटकीय गन्तव्यहरूबारे जानकारी दिने प्रयास। र महिला फुटबल प्रतियोगिताको उपाधि धरान लेडिज क्लबलाई। अब समाचार विस्तारमा। स्थानीयको दबाव र धरान उपमहानगरपालिका 16 नम्बर वडा समितिको पहलमा अन्ततः धरान 16 नौलो बस्तीमा अस्थायी प्रहरी चौकी निर्माणको काम सुचारू गरिएको छ। धरान उपमहानगरपालिकाका मेयर हर्कराज राईले सो स्थानमा अस्थायी प्रहरी चौकी निर्माण गर्न रोक लगाएपछि स्थानीयहरू आक्रोशित बन्दै जसरी पनि बनाउने मनसायमा पुगेपछि अन्ततः निर्माण सुचारू भएको हो। विनय प्रधानको एक रिपोर्ट। धरान उपमहानगरपालिका वडा नम्बर 16 नौलो बस्तीमा अस्थायी प्रहरी चौकी निर्माण गर्न नदिने धरान उपमहानगरपालिकाका मेयर हर्कराज राईको अडानपछि स्थानीय बासिन्दा तथा जनप्रतिनिधिहरू नै आक्रोशित बन्दै जसरी पनि निर्माण गर्ने अडान लिएसँगै प्रहरी चौकी निर्माणले गति लिएको छ। सुरक्षा र भौगोलिक विकटताका दृष्टिले सुरक्षाको संवेदनशील वडाको रूपमा रहेको वडामा अन्य वडामा अस्थायी प्रहरी चौकी बनिसक्दा पनि निर्माणको काम सुचारू हुने बित्तिकै काम रोकिएको थियो। अस्थायी प्रहरी चौकी निर्माणमा विवाद चुलिँदै जाँदा मेयर राईले निर्माणको काम रोक्नका लागि ताला समेत लगाउनु भएको थियो। ताला लगाएपछि आक्रोशित बनेका स्थानीयहरूले 16 नम्बर वडा कार्यालयका जनप्रतिनिधिहरू सहित गएर ताला फोडेपछि थप तनाव उत्पन्न भएको थियो। यस विषयमा 16 नम्बर वडा कार्यालयले पत्रकार सम्मेलन नै गरेर कार्यपालिकाको बैठकबाट निर्णय भएको कुरालाई नरोक्ने अडान लिएपछि त्यसमा स्थानीय बासिन्दाहरूले साथ दिएका थिए। सुरक्षाको संवेदनशील क्षेत्र धरान 16 नौलो बस्तीमा अस्थायी प्रहरी चौकी निर्माण सुरु भएसँगै स्थानीयहरू हर्षित बनेका छन्। उनीहरूले आफ्नो वडा टोलमा शान्ति सुरक्षा कायम हुने विश्वास व्यक्त गरेका छन्। अहिले अब राम्रै भइरहेछ, सबै जे जस्तो भए पनि अहिले हामीले काम सुरु गरेको छौँ। हामीलाई कसैबाट बाधा छैन, कसैबाट केही छैन। जनता मिलेर सबैले गर्ने भनेको छौँ, हामीले गरिरहेको छौँ। एकदम खुसी लागेको छ, राम्रो छ। अब हाम्रो जस हामीले चौकी चाहिएको थियो उहाँले अब राम्रैसँगले बनाउँछौँ भन्ने हाम्रो आशा छ। सबै ठिकै छ, अहिलेसम्म कसैको बाधा केही छैन। जनता मिलेर गरिरहेछौँ, भोलिको दिनसम्म गर्छौँ। यति नै खुसी छौँ हामीलाई अब पनि बाधा नपरोस् त्यसमा हामी खुसी छौँ। हाम्रो काम हामी सुचारू गर्छौँ। उहाँहरूले पनि हामीलाई पहिले सहयोग दिनुहोस्, सहयोग गर्नुहोस्। साथ सपोर्ट चाहियो हामीलाई होइन। हाम्रो लागि अब हाम्रो बालबच्चा हामीले जे जस्तो भयो भने हाम्रो बालबच्चाको लागि हामीले सुरक्षित पाऊँ, त्यही हो। त्यहाँभन्दा हामीलाई केही चाहिएको छ। वडा अध्यक्ष मुरारी प्रसाद भट्टराईले कार्यपालिका बैठकमा 2 वर्ष अगाडि निर्णय भएको कुरा अहिले आएर मेयर आफैले लत्याउने काम गरेर जनताको चाहना विपरीत अगाडि बढेपछि मेयर राईले मौन स्वीकृति दिएपछि निर्माणको काम सुरु भएको बताउनु भयो। यसलाई सहमति नै भन्नुपर्छ, किनभने अब यसमा विवाद गरिराख्नु हुँदैन भन्ने हिसाबले नै अब समझदारी नै भन्नुपर्छ, मौन समझदारी। अब पब्लिकको चाहना बमोजिमको कुरा हो, पब्लिकको लागि चाहिने कुरा हो सबै चिज। स्वास्थ्य चौकी, प्रहरी चौकी, यो गोलोघर, तलतिरको पार्क सबै जनताकै लागि त हो नि, होइन त? त्यसैले यी कुराहरूमा अब लामो विवाद गरिराख्नु हुँदैन भन्ने सबैलाई लाग्यो होला। अब यो एक त प्रक्रियागत ढङ्गले आएको कुरो हो। अब यसमा ज्यादा विवाद गर्नु ठिक हुँदैन भन्ने सबै पक्षको बुझाइ हो। त्यसलाई त्यसरी लिनुपर्छ जस्तो लाग्छ मलाई। र त्यही भएर पनि यो अत्यन्त रिमोट एरिया भएको हुनाले शान्ति सुरक्षा अत्यन्त आवश्यक भएको। यत्रो ठुलो वार्ड प्रहरी चौकी छैन। मास्तिर 13, तल्लोपट्टि 11, 20 है। यो चारवटै वार्डलाई फाइदा पुग्ने गरी
चाहिँ यो प्रहरी चौकी यहाँ स्थापना गरिया हो। प्रहरी चौकी स्थानीयको माग अनुरूप 2080 ज्येष्ठ 18 गते बसेको कार्यपालिका बैठकले धरान 16 नौलो बस्तीमा प्रहरी चौकी बनाउने निर्णय भएको थियो। निर्णय पश्चात 2 वर्ष अगाडि उपमहानगरपालिकाको 9 लाख बजेटबाट काम भए पनि बजेट अभावले काम रोकिएको थियो। पछिल्लो समय प्रदेश सांसद ममता योन्जनको पहलमा प्रदेश सरकारबाट आएको 9 लाख बजेटबाट पुनः निर्माण सुरु भएको हो। निजी तथा सामुदायिक विद्यालयमा अब प्रारम्भिक बाल विकास ECD कार्यक्रम 2 वर्षीय हुने पक्का भएको छ। प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले पूर्व प्राथमिक शिक्षालाई 2 वर्षीय अवधिभन्दा बढाउन नपाइने सहमतिसहित नयाँ मापदण्ड तय गरेको हो। यसअघि निजी विद्यालय र सामुदायिक विद्यालयमा ECD अवधिमा फरक व्यवस्था थियो। समितिले शुक्रबार बसेको बैठकमा पूर्व प्राथमिक शिक्षा अर्थात् कक्षा 1 मा भर्ना हुनु अघिको शिक्षालाई 2 वर्षसम्म सीमित राख्ने निर्णय लिएको हो। साथै स्थानीय तहले राष्ट्रिय मापदण्डको अधीनमा रही विद्यालयमा प्रारम्भिक बाल विकास केन्द्र सञ्चालन गर्न अनुमति दिन सक्ने स्पष्ट प्रावधान राखिएको छ। त्यस्तै नयाँ ऐन लागू हुनु अघि सञ्चालनमा रहेका बाल विकास केन्द्रहरूलाई प्रत्येक विद्यालयमा कम्तीमा 1 केन्द्र रहने गरी स्थानीय तहले समायोजन र पुनर्वितरण गर्न सक्ने व्यवस्था पनि गरिएको छ। समितिले सुनिश्चित स्रोत र नेपाल सरकारको तोकेको नीति अनुसार सार्वजनिक विद्यालयहरूमा प्रारम्भिक बाल विकास कार्यक्रम 2 वर्षीय रूपमा लागू गरिने उल्लेख गरेको छ। साथै कुनै पनि विद्यालयले 2 वर्षभन्दा बढी अवधिको पूर्व प्राथमिक शिक्षा सञ्चालन गर्न पाउने छैनन्। बालबालिकाले कक्षा 1 मा भर्ना लिनु अघि अनिवार्य रूपमा ECD गरे नगरेको आधारमा भर्ना रोक्न नपाइने व्यवस्था पनि सहमतिमा रहेको छ। साथै बाल विकास केन्द्रमा कार्यरत सहजकर्ताहरूको नियुक्ति तथा सेवा प्रवेश सम्बन्धमा पनि नयाँ प्रावधान तय गरेको छ। नयाँ नियुक्तिका लागि कम्तीमा कक्षा 12 उत्तीर्ण गरेको हुनुपर्नेछ। सेवा सुरु गर्नु अघि स्थानीय कानुन अनुसारको सेवा प्रवेश तालिम लिनुपर्नेछ। व्यवसायीको आन्दोलनका कारण सुनचाँदीको कारोबार ठप्प भएको छ। सुनचाँदीको मुख्य कारोबार हुने न्युरोड सहित उपत्यकाका अधिकांश स्थानका सुनचाँदी पसल आइतबार पनि बन्द छन्। नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबार सुनचाँदीको नयाँ मूल्य समेत निर्धारणमा समेत विलम्ब गरेर विरोध जनाएको थियो। महासंघका अध्यक्ष अर्जुन रसाइलीले आफूहरूका माग सम्बोधन नभएसम्म कारोबार ठप्प हुने जानकारी दिए। कारोबार नै ठप्प भए पनि नयाँ मूल्य भने तय गरिने उनले बताए। बजेट घोषणापछि नै व्यवसायीहरू आन्दोलनमा छन्। बजेटले सबै किसिमका सुनका गरगहनामा 2% विलासी कर थपेपछि व्यवसायीले विरोध प्रदर्शन गरेका हुन्। विलासी कर लगाउनु अघि नै नेपालभन्दा भारतमा सुन सस्तो रहेको र त्यो करले यहाँ सुनको मूल्य थप बढ्न गई भारतबाट तस्करी समेत मौलाउने व्यवसायीहरूको भनाइ छ। अहिले भने सबै रकमको गरगहना खरिदमा 2% विलासी कर लागेपछि व्यवसायी आन्दोलित भएका हुन्। 2% विलासिता शुल्कले सुनको गरगहना 6% सम्म महँगो पर्न जाने व्यवसायीहरूको भनाइ छ। सरकारले बजेट संशोधनका क्रममा माग पूरा गर्ने आश्वासन दिए पनि सम्बोधन नगरेको भन्दै व्यवसायी आक्रोशित बनेका हुन्। कोशी प्रदेशको समृद्ध पर्यटन सम्भावनालाई देशभर प्रचार गर्ने उद्देश्यले विभिन्न शहरहरूमा रोड शो कार्यक्रमहरू सञ्चालन भइरहेका छन्। प्रदेश सरकारको पर्यटन, उद्योग, वन तथा वातावरण मन्त्रालयको अगुवाईमा सुरु भएका यस्ता कार्यक्रमहरूको माध्यमबाट देशभरिका नागरिकलाई कोशी प्रदेशका पर्यटकीय गन्तव्यहरूबारे जानकारी दिने प्रयास गरिएको छ। रोड शो कार्यक्रमहरूमा कोशी टप्पु वन्यजन्तु आरक्ष, धरानको विजयपुर, ताप्लेजुङको पाथिभरा मन्दिर, इलामको चिया बगान, विराटनगरको ऐतिहासिक स्थल, शङ्खसभाको पर्यटकीय स्थल, तेह्रथुमको पर्यटकीय स्थल लगायत थुप्रै पर्यटकीय क्षेत्रहरूको प्रचुर सम्भावना रहेको छ। कार्यक्रममा स्थानीय संस्कृति, रहनसहन र कोशी प्रदेशको मौलिक परिकारहरूलाई समेत विशेष प्राथमिकता दिएको कोशी प्रदेश पर्यटन वर्ष मूल आयोजक समितिका सदस्य एवं पर्यटन कर्मी वासुदेव बरालले बताए। पर्यटन प्रवर्धन कार्यक्रम अन्तर्गत हालसम्म काठमाडौँमा 3 स्थानमा र पोखरामा 2 स्थानमा रोड शो सम्पन्न भएको छ। रोड शो अब चितवन, हेटौडा र जनकपुरमा आयोजना गरिने कोशी प्रदेश पर्यटन वर्ष 2082 मूल आयोजक समितिका सदस्य राजन दङ्गालले जानकारी दिए। कार्यक्रममा पर्यटकीय स्थलहरूको भिडियो प्रदर्शन, स्थानीय कला संस्कृति प्रस्तुतिकरण र कोशी प्रदेश भ्रमणका लागि निम्तो समेत दिएको दङ्गालले बताए। कोशी प्रदेशको पर्यटन मन्त्री षडानन्द मण्डलका अनुसार यस्ता रोड शो कार्यक्रमहरूले देशभर कोशी प्रदेशका पर्यटकीय सम्भावनाबारे सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास लिएको बताए।
साताको पहिलो दिन आइतबार शेयर बजार 26.53 अङ्क 91.02% बढेको छ। सो अङ्कको वृद्धिपछि नेप्से परिसूचक 2622 मा कायम भएको छ। 185 कम्पनीको मूल्य बढ्दा 63 को घट्यो। कुल 7 अर्ब 12 करोड रुपैयाँ बराबरको कारोबार भयो। आज बैंकिङ सेक्टर नै सबैभन्दा धेरै 2.00% बढ्यो। शक्तिशाली सेक्टर नै उच्च दरले बढेपछि नेप्से परिसूचकमा राम्रो वृद्धि देखिएको हो। आज सबैभन्दा धेरै कारोबार भएका 5 कम्पनीमा सहाज ऊर्जा, बुटवल पावर, युनियन हाइड्रो पावर, रादी विद्युत क्रमशः अगाडि रहेका छन्। बजारको कुल पुँजीकरण रकम 43 खर्ब 69 अर्ब रुपैयाँ कायम भएको छ। सुनको भाउ तोलामा 1000 रुपैयाँ घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबार ढिलो सुनचाँदीको मूल्य तय गरेको हो। अघिल्लो दिन प्रति तोला 1,89,400 रुपैयाँ रहेको सुन आज 1,88,400 रुपैयाँ कायम भएको हो। त्यस्तै चाँदीको भाउ प्रति तोला 25 रुपैयाँ घटेको छ। अघिल्लो दिन प्रति तोला 2165 रुपैयाँ रहेको चाँदी आज 2140 मा झरेको हो। अब खेल खबर। धरान 16 स्थित रङ्गशालामा भएको प्रथम मदन भण्डारी स्मृति महिला फुटबल प्रतियोगिताको फाइनल खेलमा धरान लेडिज फुटबल क्लबले फेयर फुटबल क्लबलाई 2-0 को अन्तरले हराउँदै उपाधि जितेको छ। धरान लेडिज फुटबल क्लबका तर्फबाट सुनिता राईले एकले 2 गोल गर्दै क्लबलाई उपाधि दिलाइन्। खेलको म्यान अफ द म्याच र सर्वाधिक गोलकर्ता पनि सुनिता नै बनिन्। उनले जम्मा 6 गोल गरेकी थिइन्। विजयी हुने टिमले नगद 50,000 र उपविजेता हुने टिमले नगद 25,000 सहित ट्रफी हात पारेका छन्। फाइनल खेलको उत्कृष्ट खेलाडी धरान लेडिज फुटबल क्लबकी प्रतीक्षा राई घोषित भइन्। यसैगरी उत्कृष्ट गोलकर्ता धरान लेडिज फुटबल क्लबकै बिनु राई बन्न सफल भइन्। बेस्ट डिफेन्डर सोही क्लबकी आयुषा राई, बेस्ट मिडफिल्डर कुस्मा राई घोषित हुँदै नगद 2000 प्राप्त गरे। यस्तै बेस्ट स्ट्राइकर फेयर फुटबल क्लबकी प्रसन्न राई, बेस्ट कोच धरान लेडिज फुटबल क्लबका अर्जुन राई घोषित हुँदै नगद 2000 प्राप्त गरेका छन्। यसैगरी प्रतियोगिताभरि 6 गोल गरी सर्वोत्कृष्ट गोलकर्ताको उपाधि धरान लेडिज फुटबल क्लबकी सुनिता राई, धरान फेयर फुटबल क्लबकी इजिन्सा लिम्बू घोषित हुँदै नगद 2000 प्राप्त गरेका छन्। त्यस्तै पटनाली फुटबल क्लब उत्कृष्ट टिम बन्दै नगद 3000 प्राप्त गरेको छ। प्रतियोगिताको विजेता तथा उपविजेता टिमलाई कोशी प्रदेशकी सांसद यशोदा कायस्थ, अखिल नेपाल फुटबल संघ एन्फाका मानर्थ उपाध्यक्ष किशोर राई, धरान फुटबल क्लबका अध्यक्ष प्रताप तामाङ लगायतले पुरस्कार वितरण गरेका थिए। नकआउटको आधारमा खेलाइएको सो प्रतियोगितामा धरानका 8 क्लबले प्रतिस्पर्धा गरेका थिए। समाचारको अन्त्यमा पुनः एकपटक मुख्य खबरहरू। धरान 16 नौलो बस्तीमा अस्थायी प्रहरी चौकी निर्माणको काम सुचारू। सुरक्षाको संवेदनशील सो क्षेत्रमा अस्थायी प्रहरी चौकी निर्माण सुरु भएसँगै स्थानीयहरू हर्षित। अब निजी र सामुदायिक विद्यालयमा 2 वर्षे ECT अनिवार्य। प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले पूर्व प्राथमिक शिक्षालाई 2 वर्षे अवधिभन्दा बढाउन नपाइने सहमतिसहित नयाँ मापदण्ड तय। 1% बढ्यो शेयर बजार, बैंकिङमा आकर्षण। कोशी प्रदेशको पर्यटन प्रवर्धनका लागि देशका विभिन्न शहरमा रोड शो। देशभरिका नागरिकलाई कोशी प्रदेशका पर्यटकीय गन्तव्यहरूबारे जानकारी दिने प्रयास। र महिला फुटबल प्रतियोगिताको उपाधि धरान लेडिज क्लबलाई। कृति समाचार यति नै। कृति टेलिभिजन हेर्दै गर्नुहोला। नमस्कार।